आज वेलिङ्टन फिनिक्सको गेममा फेरि एकचोटि फुटबलले आफ्नो भाषा बोल्यो एन्ड सावित्रा भण्डारी साम्बा त्यसको सबैभन्दा मधुर आवाज बनिन्। उनले 1 गोल र 2 असिस्ट गर्दै टिमको जितमा मेन रोल खेल्न सफल भएकी थिइन्। यो उनको लगातार सेकेन्ड गेममा गोल पनि हो। वेलिङ्टन टिम 4-4-2 फर्मेसनमा मैदानमा उत्रिएको थियो। विङ्गर्स पिया ब्लक र ब्रुकननले दुवै विङबाट लगातार बल्सहरू बक्समा सप्लाई गरेर साम्बालाई पुरै सपोर्ट गरेका थिए। खेल सुरु भएको 6 मिनेटमै फिनिक्सले लिड लियो। राइट विङ बाई लाइनबाट पिया ब्लकले एउटा दामी कटब्याक गरेका थिइन्, जसलाई साम्बाले इन्स्टिङ्क्टली सुट गरिन्। फर्चुनेटली बल एमा मेनको पाथमा ड्रप भयो र उनले 3 यार्ड बक्सबाट फिनिसिङ टच दिइन्। यो वेलिङ्टनको एउटा उत्कृष्ट ट्रान्जिसनल फुटबल थियो। खेलको 42औं मिनेटमा साम्बाले मिडफिल्डमा बल कन्ट्रोल गर्दै ब्रुकननलाई पास रिलिज गरिन् र ननले बल अघि बढाएर एमाले सर्ट लिइन् र साम्बाले डाइभिङ टच पनि दिइन्। तर अनफर्चुनेटली एमा बल रिसिभ गर्दा अफसाइड पोजिसनमा भएकोले यो गोल काउन्ट भएन। सेकेन्ड हाफ सुरु हुने बित्तिकै साम्बाले आफ्नो गोल स्कोर गरिन्। 17 इयर ओल्ड पिया ब्लकले डिफेन्डर्सलाई बिट गर्दै मुभ सुरु गरेकी थिइन्। त्यसपछि ब्रुकननले बाई लाइनबाट एकदमै डेन्जरस क्रस डेलिभर गरिन्। वन्डरर्सको डिफेन्सले क्लियरेन्स गर्न नसकेको मौका छोप्दै साम्बाले क्लिनिकल फिनिस गर्दै फिनिक्सलाई 2-0 को लिड दिलाइन्। The all-time leading goal scorer for Nepal is now the leading goal scorer at Wellington Phoenix this season. 3 goals to her name. साम्बाको गोल भएको 3 मिनेटपछि नै फिनिक्स पुट द गेम टु बेड। राइट ब्याकको लफ्टेड पासमा पिया ब्लकले उत्कृष्ट फ्लिक गरिन् र साम्बाले पनि बाउन्स बललाई सेकेन्ड फ्लिक गरिदिन्। साम्बा एक्सप्लोसिभ स्पिडमा बक्सभित्र पसिन् र एकदमै सेल्फलेस पास स्ट्राइकर एमा मेनलाई दिइन्। एमाको पहिलो सर्ट किपरले सेभ गरे पनि रिबाउन्डमा उनले गोल गर्न कुनै गल्ती गरेनन् र यसरी वेलिङ्टन फिनिक्सले 3-0 को लिड लिएर अहिले 4th पोजिसनमा रहेको छ टेबलमा। हिरोइजम एज अ नेम एन्ड टुडे इट वाज साम्बा।